हेलो साथीहरू, आज चाहिँ म एउटा तपाईँहरूको सामु एउटा सानो भिडियो लिएर आउँदैछु। भिडियो त म के लिएर आउँदैछु भने अब त्यही हो, भिडियो त मेरो जहिले पनि कामहरूकै मात्रै देखाउँछु तपाईँहरूलाई हो। कोही बेला काम गर्दाखेरि काम गरेकै देखाउँछु, घुम्नु जाँदाको घुम्नै भइहाल्छ। र साथीहरू यहाँ हेर्नुहोस् है, यहाँनिर चाहिँ हाम्रो यहाँनिर लक्ष्मी माता चाहिँ यहाँ आज बसेँ। हिजो बसेर चाहिँ म आज ल्याउन आएको। र हिजो मेरो हस्बेन्ड आउनु भएको थियो। मेरो हस्बेन्डले चाहिँ गाई नै भेट्नु भएन रहेछ, त्यही भएर चाहिँ म चाहिँ अन्त आज चाहिँ म आएको थिएँ। र यसको बच्चा गौरी चाहिँ बेलुका 5 बजी घर आयो। र मेरो हस्बेन्ड चाहिँ 5 बज्नुभन्दा अलिकति अगाडि चाहिँ गाई भेटिनँ मैले भनेर मलाई फोन गर्नुभएको थियो। त्यहाँबाट उसले गाई नभेटेर चाहिँ अन्त मैले भने तपाईँ घरमा आउनुहोस्, अहिले भरे आउँछ होला भनेको थिएँ। जस्तो मेरो हस्बेन्ड ड्युटी जानुभयो त्यस्तै गाई पनि 5 बजी बच्चा मात्रै आएछ। र त्यसलाई दानासाना दिएर चाहिँ मैले बाँधेँ। र यो उसको आमा चाहिँ छैन, यो आमा हो नि त, आमा त फेरि आउनु छैन, आएन। त्यही कारणले चाहिँ म चाहिँ आज खोज्नु गएको थिएँ। साथीहरू आएको थिएँ तर पर रहेछ, एकदमै पर रहेछ, त्यही भएर भेटेँ। र साथीहरू यहाँ हेर्नुहोस् है, मेरो भिडियो त जहिले पनि यस्तै त हुन्छ। तपाईँले जङ्गलको मात्रै भिडियो हाल्छ नभन्नुहोस् होला, किनभनेदेखिको अब हाम्रो त दिनैभरि काम यस्तैमा हुन्छ हो। यहाँनिर हेर्नुहोस् है, यो चाहिँ हो 1 नम्बर हो हाम्रो। 1 नम्बरको त म तपाईँलाई देखाइ नै राखेको हुन्छु हो साथीहरू। र यति भन्दै तपाईँहरूलाई सबैजनालाई बाई बाई छ मेरोबाट। साथीहरू फेरि भेट्दै गरौँ होला।